खमेडाँडाको बाटो त त्यस्तो उकालो नरहेछ, यस्तो सजिलो रहेछ। अलि अर्को गाह्रो बाटो रोज्नु पर्यो अर्को पालि। अब यस्तो सजिलो बाटो आएर पानी पर्यो रेनको नि लिएर आइयो होइन। सबले मोबाइल सबले लिएर आयो। बाटो सजिलै हुन्छ तर बाइक स्कुटर सबै ल्याउनु मिल्ने रहेछ। अर्को पालि बाइक ल्याउनु पर्ला है। हो र कता कता उठाइदिने हो अहिलेको जस्तो आयो आयो। हट्ठी नै मजाको पाइयो तर स्वागतम देउराली। यो चिल्लियारी के हो चियारी देउराली चिया पसल आएछ नि त। सबले खाता तासी खाँदा थियो बुझ्दाको हेर्नु नि के हो। के रोनीले यसो यहाँ त यहाँ कति खाता खासै चाहिँ लाली गुराँसको उसै हेर्छ है। फल्ने बेला भएको भए खाँदै हिँड्नु हुन्थ्यो। घुर्दै है घुर्दै एक नम्बर सियर प्रो हुन्छ है। के बाटो है मार्छ क्या अहिले नै बाटो यो त्यस्तै यस्तै हो मार्छ कि क्या हो। माथि झन् सिधै माथि हिँड्नुपर्छ भन्ने हो। नि अघि खालमा 4 खुट्टाले टेक्दै जानुपर्छ भन्छ। साँच्चै होला जस्तो छ 4 खुट्टाले नै बाटो त यहाँ अलिसम्म हेर्छु यहाँबाट अघिसम्म छ भनेको उकालो हुँदा भनेको छ बह क्या हो। फेरि यस्तो रहेछ एउटा यहाँसम्म आइयो यार। हिमाल सब छेकेको रहेछ अहिले त।
फेरि यहाँबाट वहाँ मजा न यार वहाँ पनि हेर्छ त कुन चाहिँ हो अझ ध्यान दिनु उता केटाहरू फोटोसुट गरेर आइहाल्यो आइहो के छ खबर हो भेडाहरू अब यहाँबाट हुँदा हुँदै हो यता छ माथि जानु छ फेरि त्यहाँ कता हो कस्तो डाइरेक्ट खसिरहेको त नि उहाँ हो त्यो मुनिबाट यस्तो माथि ल्याउनु पर्ला भनेको त डाइरेक्ट खसिरहेको हुन्छ झन्डै जङ्गलतिर गएन छ सपनै हुन्थ्यो नि खासै छैन बाटो त अब जम्मै यति भएछ ट्रेकिङ गरेको रमाइलो भएन कि आयो के कसो रमाइलो भयो मलाई कता यो ड्रोन खसी ल्याएको मान्छे त यतै छु धन्दा देख्नुभएछ स्टार्टिङमा रमाइलो भइगयो मेरो बाबाले किनिदिनु भएको थियो जरा जरा कति 15,000 को अनि मम्मीले यस्तो जाडो के हो यस्तो भनेर हजीको भन्दा अलिकति राम्रो क्वालिटीको थियो कि मेरो त फेरि जेपाइदे नराम्रो खालको हो नि हेर्दा म किन आइसक्यो यहाँ दिदीहरू अहिलेसम्म बल्ल आउनुभएको है अघि नै आएर बसेको म अघि नै आएर बसेको बल्ल आउनुभयो हामी भन्दा
मैले हालेन त्यसै नि नसकेको कमिटमेन्ट त्यसरी दिएको किन होला मेरो त्यस्तै थियो त सबैजना भ्लगमा मन्दिर यो डाँडा सानो है पोखरा बिचमा डाँडा के अरे नाइ सानो के अरे भद्रकाली त्यो भद्रकालीको डाँडा हो त्यो सानो सबसे सानो
अझै उता भएन कि त्यो भएन यार ल हेर अब कसरी झुन्डिने यहाँ देखाउनुहुन्छ ल त नि यो I believe I can fly. I believe I can touch the sky. आउँदैछ पूजनलाई चाहिँ हो नि भर्खरको मान्छेहरु डराउँछ यार ल आइजाम फेरि आइज 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 ए भोटे जा अगाडि ल हिँड अगाडि आइज बाटो वा थाकिस् क्या ओइ ए भोटु मोटु थाकिस् छैन मसँग त खानेको है आइज भन्छु त्यही भने चाहिँ अब म र कुत्ता छ भोटे कुकुर पछाडि आउँदै हुन्छ म चाहिँ अलि अगाडि नै गएर बसौँ कि भनेर अलि अगाडि आएको ए कुत्ता आइज प्योर भोटे यत्रो खाँदा नि आइज म चाहिँ अब एक्लै आउँदैछ थाकिगएको थियो त्यहाँबाट आइज आयो आइज तलसम्म तल आएर त माथि फर्की हामी तल जान्छ अनि घरतिर पार्किङसम्म यहीँ अब त अगाडि बढी आउने अन्त नआउने फेरि आयो अब यहीँ बस्छु यो अगाडि नजा गइदिएन भने आइज 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 अब फेरि यहीँ बस्छ कि अब जान्न अगाडि अब यहाँ आउँदै अगाडि गयो भने मात्रै जान्छ हिँड ल हिँड आइज म अगाडि जान्छु भन्छु
बाटो यस्तो सुनसान हो ग्रुपमै आउनु पर्यो क्या डर पो लाग्यो मलाई त एक्लै आएको यहाँ डर लाग्थ्यो कुकुर भन्दा त्यस्तो डर लागेन एक्लै आएको भने त कहाँ सकिन्थ्यो बिच बाटोमै बस्थ्यो नि कुर्दै कुकुराको धन्दा हल्का आँटा खा हिँड 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 आइज आइज बाटो यस्तो हो साइडमा यस्तो हो कता आइपुग्नु भयो थाहा छैन यो चाहिँ मसँगै छ अब यहीँ बस्छ यो अब जान्न अगाडि अब गयो अगाडि जान्न भनेको त कहाँ त्यसम्म हुने नि जाँदै जान्न कि अगाडि हिँड हिँड अगाडि हिँड हिँड अगाडि आइज आइज ल अब कसरी जान्छ नि त्यहाँबाट आउँछ क्या त्यहाँ गयो जान त ढुङ्गा हान्दिएको त